के तपाईँ थाकिएको महसुस गर्छौ? सबैले तपाईँलाई बिर्से जस्तो लाग्छ, तर यीशुले तपाईँलाई कहिल्यै बिर्सनुहुन्न। उहाँ तपाईँको पीडा, तपाईँको आँसु सबै जान्नुहुन्छ र अझै भन्नुहुन्छ, तिमी मेरो हो। यीशुले क्रुसमा तपाईँको नाउँको कारणले आफ्नो रगत बगाउनु भयो, न धनका लागि न सम्मानका लागि हो, तर तपाईँको आत्मालाई बचाउनका लागि हो। जब संसारले भन्छ तिमी सक्दैनौ, यीशुले भन्नुहुन्छ, मेरो साथमा तिमी सबै कुरा गर्न सक्छौ। फिलिपी 4:13 जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। क्रुसले हामीलाई सम्झाउँछ, हार मान्ने होइन, फेरि उठ्ने समय हो। रगतले ढाकेको त्यो प्रेमले तपाईँ र मलाई नयाँ जीवन दिएको छ। अब तपाईँ हारेको होइन, चुनेको व्यक्ति हो। तपाईँ गल्तीले होइन, परमेश्वरको उत्कृष्ट सिर्जना हो।